मैं असम्यक सुदर्शनः कसदपि वस्त्रधारिणा प्रियतां परमेश्वरी चाहिँ खिचाइयो आसनं समर्पयामि गोप्य आसनं पुष्पहरू पैसा छ भने 4 वटा खुरमा राखिदिन्छ पंचामृत सुदर्शनः स्नानं समर्पयामि शिरसे वस्त्रधारिणा प्रियतां परमेश्वरी किराको साडी हालिदिनु यो त्यसरी कहाँ अर्को चिज हालेको बोक्रा नि हालेको छ बत्ती त्यहाँ नैवेद्यम निवेदयामि यसो अर्घ दिनु भन्छ अर्घ छ त्यही छ अर्घ छ अर्को एउटा कुनामा देवी सर्वकामदेवी गन्धापुष्पाणि समर्पयामि अब मैले कहाँ कहाँ भन्छ त्यहाँ त पूजा गर्नु ल पूजाको सामान दुनामा छ केरा राखेको त्यसबाट अलिकति एउटा दुनामा झिकेर ल्याएर यतापट्टि होला नि हो पूजा सामान राखेको ठाउँमा कहाँ हुन्छौँ त्यहाँ ब्रह्म केरा राखेको एउटा दुना छैन त्यहाँ अर्को ल आउनु यता भयो छैन भने आउने भाइले अहिले त्यो जल चढाइदिनु जल चढाइदिनु छोडिदिनु न होइन केरा राखेकै थियो पूजा गरेको दही दिनु त्यहाँ छ दही अलिकति भइहाल्यो त भयो 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 नजानु माथि माथि भयो यी भेटियो दही रूपम देही जयम देही भाग्यम देही पुत्रम देही धनम देही सर्वकाम ल अब म कहाँ कहाँ भन्छ त्यति पूजा गर्नु ल पृष्ठे ब्रह्मणे नमः छैन पृष्ठे ब्रह्मणे नमः गले विष्णवे नमः मुखे रुद्राय नमः खोइ फुल चन्दनहरू हुनु यसो रातो लगाइदिनु चन्दन पहेँलो लगाइदिनु रोम कुपेशु रौँ रौँमा महर्षि बियो नमः पुच्छे पुच्छरमा सर्वनागे बियो नमः स्तनेषु भाँचोमा सर्वसमुद्र बियो नमः खुरेषु 8 वटा खुरमा अष्टफल पर्वत बियो नमः आँखामा नेत्र शिवास्कर बियो नमः श्रृङ्गहरू मध्ये श्रृङ्गहरू मध्ये सर्वे तीर्थ बियो नमः मूत्र स्थानीय गाउँ देउने ठाउँमा गङ्गाले सर्वे तीर्थ बियो नमः गोमय गोदेउने ठाउँमा लक्ष्मी नमः कर्णयो कानमा अश्विन कुमार भ्यो नमः जिह्वायाम जिब्रामा सरस्वती नमः नासपुटयो नाकापुरामा सुमुखाय नमः उदरे पेटमा पृथ्वी नमः दक्षिण पार्श्व कुबेराय नमः वाम पार्श्व वरुणाय नमः हुङ्कारे कराउने ठाउँमा मुखमा सर्वेभ्यो देवेभ्यो नमः गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि अब यसो गर्नु गाइदिने गुरुलाई टिका लगाइदिनु अनि परिक्रमा गरौँ त यहाँ निकाली गरौँ अनि तर्पण गरौँ अक्षता लिनु टिका लगाइदिनु न
एकै घरमा विधि र प्रक्रियाले यता भेट्छ के भविष्यको वर्तमान भइरहेको छ नि चिक्ले छ नि कुरो परिक्रमा गर्नु त गाई र गुरुलाई त्यही त गाई र गुरुलाई परिक्रमा हो त यहाँ छ यहाँ पानी जन्मान्तरको चाहिन्छ तानी सर्वाइमा सङ्कट प्रदक्षिणा पदे पदे स्थानी प्रदक्षिणा हस्तानी खङ्गिणा देखा लोटाबाट पानी चौँदै चौँदै घुम्दै अब थापाजी गएर मेरो प्रब्लम भयो नि त हो थापाजी गएर मेरो प्रब्लम भयो गणेश बाबु जिगर गर्नु छेपारो हो यसलाई भयो पुसातिर छोरीका लागि के गरेर फुल दिइरह पानी एउटा लोटा छ भने तामाको लोटा भने घरकै ल्याउनु यो प्लास्टिकबाट के थाहा केरा ल्याउन दिउँ न खान अझै निकाल्नुहुन्छ होला त ल्याउनु उयो गाईलाई दिउँ नपसेको डर लाग्यो त्यही भएर लाग्ने दुबाला खाना हामी गएन पनि हेरेकै होइन फर्किनु मात्रै मानेको दिदीहरूले कसैले हेरेको हुँदैन यो पितृको लागि खाली भयो कि त्यही भएर हुँदैन अरे अरू छोरीले त भएन आफ्नो कोटबाट हामीले त के हुन्छ भाँडामा के पानीसँग कोचिदिउँ न खाना पानी केरा उद्यमबाट अलि बिग्रिन लागेर निकालेर ल्याउँ न आन्टी खुवाउँ गौमा ल्याउँ जाउँ उति यहाँका ल्याउँदा हुन्छ हो ती सबै नि भयो अहिले सबै अब सबै हुँदाखेरि सिधा हाल्नु है पुसारको टुप्पो हातले औँलाको अगाडि हो सिधा देख्छ होला सिधा पुसार यस्तो बनाउनु यताबाट पक्रिनु यस्तो यसरी गर्नु देख्नु खाना देऊ अब है खाइसकेको होला त्यसमा अलिकति त्यो पानी खै दुध लगाएको पानी त्यहाँ जो पनि लगाएको होला दुध पनि लगाएको होला जो बाबु आयुष ओम ब्रह्मा देवता सर्वे विषय सनकादय असुरा यातु धानसत मातरा उहाँले ल्याउनु भएको लीला सर ल्याउनु भएको अपठा बिदा गर्दा हुन्छ बिदा गर्दा हुन्छ गोमाता पनि हो गोमाता पनि कुरो बुद्धि राख्छ बोक्रा खाइरहन्छ देखे त हुन्छ ए भन्छ उनीहरूले देख्छन् देख्नु त तर भन्छ मरिचि अंगिरसैव पुलस्त्य पुलाहतो सनकद सनक सननसैव सनातन प्रक्रियाका कपिल शास्त्रले गुरु पंचकता केसर विद्वाचु गो पुच्छ दगतर बनात फेरि सबै नि हुन सबै ओ फेरि ओ मरिचि अंगिरसैव पुलस्त्य नारदस्तथा एउटा मोटा